Hello everyone, it's me Sunil Singh. यो अब मेरो गाउँ, यो मेरो घर. This is my house. र आज इन्डियामा एउटा बनाएको थियो, फर्स्ट भनौँ, यसलाई सेकेन्ड नै भनौँ. सेकेन्ड ब्लग भइरहेछ. अनिस आइज न त आइज. यो मेरो भाइ, ह्यान्डसम भाइ. के छ? यो चाहिँ मेरो गाउँ हैन. आज चाहिँ विशेष बनाउनुको कारण के छ ब्लग भनेपछि हाम्रो साराजी सुनिल जीको चाहिँ उहाँ चाहिँ आज छोरा पाउनु भएको छन्. त्यही कारणले हैन के रे अनि वेलकम बनाउन गइरहेछौँ र त्यसको लागि नै हामी तयारीमा छौँ. अहिले सबै छन् अनि यहाँ जनकजी पनि आउनु हुनेछ. यो मेरो घर, यो मेरो घर, यो मेरो गाउँ. किनभने चाहिँ अब एउटा ब्लगर त हुनु पर्यो गाउँमा. ल हामी बिस्तारै बिस्तारै तपाईँहरूलाई सब देखाउनेछौँ होइन अनिस. ल हाम्रो माइली आमा बाबाको घर. यो चाहिँ दिपेश महर रा भइरहेछ. यहाँ ब्लग भइरहेछ. ल खै अझ भन. अनि उहाँ वेलकममा जाने नि किन? हाम्रो गाउँको पपुलर दोकान धेरै धेरै छ. यो चाहिँ हाम्रो सन्तोष चुनाराको घर. उता युनिकको घर छ, देखिँदैन. यो चाहिँ नरेन्द्र पन्त राजको घर हो, पहिला आएको हो. अहिले त अब र हामी यहाँ गइरहेको छौँ. यता यी बच्चाहरू पहिलाको याद आयो मलाई पनि. यार यी बच्चाहरू हुन्थ्यो नि पहिला, हामी पनि खेल्ने थियो त. केटाहरू कस्तरी खेलिरहेछन् बच्चा. क्या बोल्नु छ तेरा म विचार गरेँ है. हाम्रो गाउँका नानीहरू हुन्. कोल जित्यो लाग्यो अहिले. ल खै गुच्चा देखाउ त नामसँग. गुच्चा ठिक छ. अहिले मान्छे गुच्चा खेल्नु राम्रो मान्छु, किनभने चाहिँ यो चाहिँ मेरो रामदाईको चेलो. आइबन त्यहाँ यस्तो छ हाम्रो गाउँको. यो चाहिँ यस्तो चस्मा लगाएर ह्यान्डसम देख्नु लागि बढ्यो. ल रामदाईको घर रामसँग देखाइदिउँ. यता छ अनि यता चाहिँ हाम्रो नरपति दाईको, यो साहिल दाईको, अनि महेशकी बुढी, महेशको चेलो. हाई महेश, के छ मेरो बुहारी. ल हाम्रो बेबी बच्चाको अब अङ्कल. ओ के कस्तो कस्तो भइरहेको छ. ओहो अनि यता हाम्रो यस्तो भइरहेछ. ल सालाजी हामी ब्लग बनाइदिइराख सालाजी. ओहो यस्तो क्युट भएर स्माइल छैन कि फेरि भित्रै भित्रै स्माइल. ओहो तेरा त्यो हुनाले मेरो पनि बिहा भएको छैन, छिटो गरिदिनु बर्थडे भनेर हो क्या. यता एक्साइटेडमा यो फालिदिएर. अरे या कस्तो तयारी भइरहेछ वेलकमको. बवाल भइरहेछ नि. अब हामी भित्र छिरौँ. हामी चाहिँ भित्र छिरौँ. अनि हाम्रो सालाजीको हामी यता गइरहेछ, उहाँको घर यता छ. हामी प्रत्यक्ष अप्रत्यक्ष रूपमा तपाईँलाई देखाइरहेछौँ. उहाँ चाहिँ अङ्कल हुनुहुन्छ, चाचा हुनुहुन्छ. चाचा चाहिँ हुनुहुन्छ होइन. अब हामी भित्र छिर्नेछौँ. अब जुत्ता त खोल्दैछौँ भइसकेको छ. यहाँ चाहिँ उहाँलाई वेलकम गर्नलाई हामीले यो फुल मालासहित हामीले यसरी गरेका छौँ. बच्चाहरूको यहाँ राम्रो भइरहेछ मेहनत. खै बच्चाहरू यहाँ त कस्तो भइरहेछ मेहनत? राम्रै भइरहेछ. ल राम्रो तयारी भइरहेछ हाम्रो यता. स्पेसली यहाँ हाम्रो यता यहाँ कुरा पनि भइरहेछ दाइसँग. यता चाहिँ प्रिया के अरे नाम प्रज्ञा.
यो हाम्रो तयारी भइरहेछ है ल यता अनिसी जानु न तयारी फुलमाला के उ गरेर आउला छन् कि आयो 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 ए केटाहरु वेट गर भन सचिव खै आइ गर त हाई भइसक्यो हामी गर्नलाई तयार भइसकेका छौँ ए बिस्तारै बिस्तारै आऊ बच्चाहरु ए 5 जन गर है ल आऊ 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 हाम्रो बच्चाहरु आइरहेको छ साथमा हामी अहिले आछौँ उहाँहरु अहिले पुग्ने तयारीमा हुनुहुन्छ र हामी यहाँ अहिले यस्तो रेडी गर्दा लाग्छ कि लास्टै मेहनतका साथ गर्दा लाग्छ र उताबाट अनि आइरहेछन् अनि उताबाट हेरिरहेछन् ओहो अहिले भाग्दा लाग्छन् हैन यी बच्चाहरु पुरा लडीबडी गर्दा लाग्छन् खुसीले ए आउने हुन् भने यति खुसी भयो आज हेर्दा लाग्छन् लुगी हेर्दा लाग्छन् ल ल ल वेलकम हाम्रो भइरहेछ ल गाइस अब हामी जसको इन्तजारमा थियौँ उहाँ आइहाल्नुभयो हामी भिडियो देखाउँछु तपाईँलाई हेर्नुहोस् है कार छ हाम्रो आइरहेको यो हाम्रै त कार हो कार छ हाम्रो कार पनि आइसक्यो यता चाहिँ हाम्रो भाउजू होइन हेलो यता चाहिँ हाम्रो म्याडम हैन मैडम उता बुवा र आमा है त ल हाम्रो हजुर हो सर हजुरलाई परिचय गरौँ हजुरको परिचय दिदिनुस् त ल अब यहाँ चाहिँ ल खै हजुरको खुट्टाबाट इन्ट्री हो ल देखाइसक्यो उहाँहरूलाई ल बिस्तारै आउनुहोस् कङ्ग्रेचुलेसन है सालाजी ल वेलकम हाम्रो न्यू तर मास्क लगाएर के हो भने पुरै हामी वेलकम भन्ने लगाएछ नि बच्चा उहाँहरू पुग्नुभयो ल ल आउनुहोस् ल ठिक छ आउनुहोस् त्यसलाई फाल्दियो पनि भयो त त्यसले एउटा फ्लो मात्र फाल्यो यो हाम्रो भारी मिस्टेक भइदियो अब हामीले हो ल ल ल ल ल ल ल आए बच्चा यो को हो यस्तो ल ल वेलकम त्यस्तै नगर हो ल आउनुहोस् ए बच्चालाई ल्याउनु अगाडि ल अब हाम्रो स्पेसल उता पनि छ आउनुहोस् सबैजना ल आउनुहोस् बिस्तारै हाम्रो यो सिडीको कारणले गर्दा उहाँलाई गाह्रो हुनसक्छ तैपनि मास्क लगाएर उहाँ आउँदै हुनुहुन्छ मुसु हाँसेर तर भित्र अब त्यहाँ पनि अब गाह्रो छ यति मिहिनेत गरेर सुन्नुहोस् ल अब उहाँहरू आउँदै हुनुहुन्छ होइन बिस्तारै रेडी हुनुहोस् न तपाईँ ल भन्नुहोस् त के छ भन्नु के भएर भनिदिनुहोस् ठिक छ मेरो अनि आज कस्तो लाग्यो तपाईँलाई त्यो घरको बहिनी बुहारीको एउटा हाम्रो घरमा सन्तान एकदम यो घरको सबभन्दा जेठो फुपू म हो हजुर मेरो एकदम आफूको आउने पिँढीको भविष्यको लागि एकदम राम्रो होस् भन्ने उहाँले शुभकामना
हैन तपाईँ कति खुसी हुनु म त धेरै खुसी छु नि सीमै छैन खुसीको त हजुरलाई धेरै धेरै धन्यवाद छ मेरो बाबु भएकोमा म त सीमै छैन खुसीमा छोरा प्राप्त हुनु भएको छ छोरा प्राप्त बधु राम र छोरी भएपछि सीता हुनुहुन्छ ल माइलवाला धेरै छोरा इन्तजारको फल हामीले ल अब हामी वेलकमको लागि बिस्तारै ल आउनुहोस् होला ल हजुरहरूलाई वेलकम ए ताली बजाऊ ल वेलकम 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 सबैले ल यो हजुरहरूका लागि स्वागत हैन ल यस वेलकम 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 बेबी वेलकम ओहो बाबु ल बिस्तारै ताली बजाइदिनुहोस् ल ओहो नाकैनिर पऱ्यो ल ल वेलकम ल सम्पूर्णलाई वेलकम छ र सबैलाई बधाई पनि छ हैन अब सबै त्यो ल सम्पूर्ण हामी मान्छेहरू उहाँहरू पुग्नुभयो र अब केक काट्ने उ भइरहेछ हजुरले उतातिर गएको त्यहाँ केक काट्न सजिलो हुन्थ्यो बिस्तारै बिस्तारै यतातिर ए ए ए ए ए अन्सा त्यो दिमाग त बच्चाको हुँदैन भने त्यो नफाल बच्चालाई धेरै असर गर्छ त्यसले है हो ल ल सबैले ताली बजाइदिनु होला है ए ए आशिष उहाँ हुनुहुन्छ हजुर बुवा र हाम्रो यो केक कटाइ पुरै वेलकम भइरहेको है हो उहाँ चाहिँ फुपू होइन हजुर फुपू हुनुहुन्छ नि त खुसी प्लस फुपू हजुर ए ल ल ल ल केक काटाइ भयो ल ल ल थोरै गरिदिनु होला थोरै खानु भयो सोचेर खानु पऱ्यो अरे पछि यस्तो भिडियो नबन्नु होला यो हाम्रो युट्युबमा जानेछ है त ल वा ल अनि ल अब चाहिँ अब हामीले ल ल ओहो ल बधाई छ ल ल आउनु यता आउनु ल आउनु ए सचेत केक वितरण भइरहेको छ अब यो सायद फाइनलै होला जस्तो लाग्यो होइन अब सायद मलाई अब वेलकम हामीले गऱ्यौँ अब भयो भ्याइयो जस्तो भयो तर हाम्रा सरलेजीले चाहिँ उल्टा पड्काउनु भयो त्यो बबाल थियो भारी मिस्टेक हो गयो ल ल दिन्न के गर्नुपर्ने भयो हजुर नमस्ते के सल्लाह सुझाव दिनु यहाँ केही छैन ल अहिले देखिनु हो नि त यस्तो राम्रो मुहार चेक्नु भएको थियो के अरे उहाँमा मार्क्समा अनि मार्क्स लगाउनु भएको थियो नि त त्यहाँ हुनाले उहाँले चाहिँ अब नयाँ बेबीलाई चाहिँ एउटा माया स्वरूप एउटा आशीर्वाद भनौँ उहाँ दिँदै हुनुहुन्छ यो आशीर्वाद स्वरूप उहाँले दक्षिणा दिँदै हुनुहुन्छ अनि कस्तो भइरहेछ हजुरलाई कस्तो महसुस भयो अब नयाँ बेबी आउँदा बच्चा आउँदा चाहिँ त्यो भनिदिनु पऱ्यो कसो लागिरहेछ कसो लाग्यो हजुरलाई ए ल ठिक छ उहाँ चाहिँ बच्चाको चाहिँ बुवा हुनुहुन्छ ठुल्डे बाजे हुनुहुन्छ उहाँ चाहिँ ठुल्डेडी हुनुहुन्छ होइन
र हजुरलाई कस्तो लाग्यो ठुल ड्याडीलाई ठिक छ एकदम खुसी छु हामी हजुर है सबै सम्पूर्ण परिवार खुसियाली छाएको छ है आज हाम्रो धेरै खुसी र उहाँ चाहिँ अब हामीले उहाँको लिइसक्यौँ र अब यता जेटियामा यहाँ चाहिँ हजुरलाई कस्तो लाग्यो भने उहाँ चाहिँ थोरै लजाउनु अरे बोल्ने के फरक पर्ने हो र भने ल ल यता केटाहरू पनि छन् होइन ल अनि हजुरलाई कस्तो लाग्यो साला चाहिँ तपाईँ त ओ इङ्ग्लिस पनि आयो है इङ्ग्लिस डेट थियो इङ्ग्लिस ल अब हामी हाम्रो यो केक सेक सब भइरहेछ अब हाम्रो फाइनल भइरहेछ होइन भइरहेछ अब हाम्रो वेलकम पनि गऱ्यो यस्तो ल ठिक छ अब हाम्रो वेलकम भयो ल अब चाहिँ उहाँलाई बहिनीलाई चाहिँ गाह्रो छ अनि हाम्रो सालाजीलाई चाहिँ कस्तो लाग्यो हाम्रो वेलकम ए ल धन्यवाद छ तपाईँलाई होइन दुइटैजनालाई ल अबको पहिला एक्लो हुनुहुन्थ्यो अब 2 जना हुन्थ्यो अब 3 जना हुनुभएको छ ल धेरै धेरै बधाई छ हजुरहरूलाई है त ल उता हाम्रो यो उयो गरिरहेछौँ र अब उहाँहरू थाक्नु भएको छ अब यो हाम्रो फाइनल ल अब हामी इन्डिङ गरौँ ल ल कङ्ग्रेचुलेसन है त बच्चालाई त देखाउनु हुँदैन ल ओके ल बन्द